काममा मैले चाहिँ एकदमै पहिल्यैदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु। किनभने कानुन पढेकोलाई चाहिँ कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो कानुन पढेकोलाई। मेरो अब तपाईँलाई अचम्म लाग्ला होइन, मलाई चाहिँ अब सबैले चाहिँ अब कबाडी भन्छन् है, किनभने कबाडीको काम चाहिँ देखेका छन्। महावीर पुनज्यू माननीय नभन्नु भन्नुभएको छ उहाँले। ए ओके ल होइन ठिकै छ, म ठुलै स्वरलाई बोलौँ ल। मेरो अब तपाईँलाई अचम्म लाग्ला होइन, मलाई चाहिँ अब सबैले चाहिँ अब कबाडी भन्छन् है, किनभने कबाडीको काम चाहिँ देखेका छन्। तर हाम्रो राष्ट्रिय आविष्कार केन्द्रमा यो खास गरी डिजिटल हेल्थ सेक्टरमा, यो बायोमेडिकल सेक्टरमा रिसर्च हुने कुराहरूमा सबैभन्दा धेरै त्यसैमा हुन्छ। त्यो डिजिटल हेल्थ र बायोमेडिकल र अब भनौँ न सफ्टवेयर एआई त्यस्तोमा रिसर्च हुन्छ भन्ने कुरा त बाहिरको मान्छेहरूलाई थाहा छैन, किनभने हामीले भन्दा पनि भनेको छैन है। र यो डिजिटल हेल्थमा चाहिँ हामीले एएमआर प्रणालीहरू बनाएर के अरे गण्डकी प्रदेशको अस्पतालहरूमा पनि लगाइएको छ। र यो त्यो क्रममा चाहिँ यो जुन छ बिमाको हेल्थ बिमाको इस्युहरू आउँछ नि त, जिल्ला अस्पतालहरूमा त्यस्तोहरूमा धेरै इस्युहरू आउँछ र त्यस सम्बन्धी टेक्निकल कुराहरूमा धेरै काम गरेको छ। र अलिअलि थाहा छ क्या, मलाई थाहै छैन भन्ने होइन, भन्न खोजेको कुरा। अब जहाँसम्म यो समस्या छ, एकदम विकराल समस्या छ। म आफू त्यहाँ अस्तिको चुनाव गर्ने मन्त्रीमण्डल हुँदाखेरि पनि म यो आएकै हो, यो कुरा डाक्टर सुधाले धेरै पटक उठाएकै कुराहरू हो, त्यस कारणले त्यो समस्या पनि मलाई थाहा छ। अब यसमा मेन कुरा के छ भने चुहावट। अब अहिले धेरै जो काम नेपालमा चुहावट गर्ने, चलखेल गर्ने होइन, अब यस्तो किसिमको धुर्त काम चाहिँ त एकदमै भइरहेको छ। त्यस कारणले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नैपर्छ। कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ। जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ। अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन भनेपछि त त्यहाँ त पक्कै चुहावट छ। केही न केही चुहावट नभइकन, चलखेल नभइकन त त्यो भएको छैन। त्यो कुरा चाहिँ भयो। र अर्को कुरा चाहिँ के छ त भन्दाखेरि समस्या भनेको त्यही हो, मेन कुरा पैसा पनि हो। पैसा पुग्दैन, 3500ले पैसा पुगेन भन्ने कुराहरू आयो। अब त्यसलाई कसरी पुर्याउने भन्ने कुरामा पनि दिमाग त लगाउनै पर्यो, रिसर्च इनोभेसन त त्यहाँ हुनै पर्यो। र अब प्रणाली, पैसाको मात्र समस्या होइन कि, हाम्रो यो प्रणालीगत समस्या चाहिँ यसमा छ। र यो कुराहरूलाई चाहिँ अब मान्छेहरूले चाहिँ भनौँ न विज्ञहरूले चाहिँ त्यो सुधार गर्ने कुरामा चाहिँ जानु पर्यो भन्ने कुराहरू हो। र त्यसको लागि जस्तो विभिन्न कुराहरू छन्। अब यसको लागि चाहिँ हामीले चाहिँ यो आइटीलाई प्रयोग गर्न सकिन्छ, जस्तो एआई होइन, मेसिन लर्निङ जस्ता उसहरूबाट डाटा विश्लेषणहरू गर्ने। अनि त्यो अडिट प्रणाली होइन, दाबी त गर्छन्, त्यो दाबी गरेको ठिक छ कि छैन होइन भन्ने कुराहरू, त्यसको अडिट प्रणालीहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र अब यसमा चाहिँ के छ त भन्दाखेरि यो भुक्तानी दिने भन्ने कुराहरूमा चाहिँ अलिकति राम्रैसँग चाहिँ यस्तो यो प्रणालीगत चाहिँ सुधार गर्नु पर्ने देखिन्छ। मैले 3-4 हप्ता अगाडि एउटा सानो चाहिँ यो रिपोर्ट बनाएर हाम्रो अनुभवको आधारमा, हाम्रो राष्ट्रिय आविष्कार केन्द्रको हाम्रो टिम छ, ठुलै टिम छ, त्यस टिमले बनाएको समस्याहरू यसरी गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई पनि बुझाइसकेको थिएँ। यो चाहिँ 3 पेजको एउटा सानो छ, त्यो बुझाइसकेको छ। अब यसमा चाहिँ खास गरी यो अडिट भन्ने कुराहरू र यो के भन्छ यो चलखेलको कुराहरू चाहिँ राम्रोसँग अध्ययन गर्नुपर्छ होला भन्ने। र जस्तो रियल टाइम क्लेम भन्ने कुरा उहाँले भन्नुभयो, त्यो रियल टाइम क्लेम भन्ने कुरा त प्रणाली सिस्टम बनाउने हो नि, त्यो सिस्टम बनाइएको छ के,
तर नेपालमा के छ त भन्दाखेरि इएमआरको कुरै गरौँ न। इएमआर सिस्टम धेरै किसिमको सिस्टमहरू बनाइएको छ होइन। हामी आविष्कार केन्द्रले पनि धेरै निकै करोड रुपियाँ खर्च गरेर सिस्टम बनाएको छ आविष्कार केन्द्रमा। अब फेरि अर्कोले बनाएको छ सिस्टम। अब त्यो एउटाको सिस्टम अर्कोको सिस्टमसँग मेल खाँदैन कि मेल खाँदैन। त्यस कारणले त्यो सिस्टम मेल खाने गर्यो भने एउटा अस्पतालले चाहिँ के गरेर भनौँ न टेन्डर बोलेर एउटा सिस्टम राखेको हुन्छ, एउटाको सिस्टम राखेको हुन्छ, अर्को अस्पतालले अर्कोको सिस्टम राखेको हुन्छ, टेन्डर बोलेर एउटै सिस्टम आउनु पऱ्यो नि त। र पो एउटा सिस्टमसँग त्यहाँ चाहिँ के अरे मेल खान्छ। त्यस कारणले यो सिस्टम चाहिँ मा चाहिँ सुधार गर्नुपर्ने हुन्छ। र यो सिस्टमहरू सुधार गर्दाखेरि यो ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिल्यैदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु। किनभने कानुन पढेकोलाई चाहिँ कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो कानुन पढेकोलाई। अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्ने छ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्ने छ होइन। अनि स्वास्थ्यको कानुन बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त उही सरकारी तौरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ। त्यस कारणले यो ऐन जुन बनाउने छ, सुधार गर्ने पर्ने जुन कुरा आयो, यसमा चाहिँ विज्ञलाई मात्रै राख्ने र कानुन पढेकोलाई चाहिँ त्यसको भाषा र त्यो अलिकति सेन्टेन्सहरू मिलाउनु। हस्, एकदमै धन्यवाद। ताली एकपटक। एकदमै महत्त्वपूर्ण कुरा भन्नुभयो। अब यो मैले एउटा अनुरोध गर्न चाहेँ, समयको कारणले यो पछि पनि हामी फ्लोर ओपन गर्छौँ, किनभने रेलेभेन्ट कुराहरू नै छ, त्यो फिटनेस त्यहाँनिर पनि आउँछ। समयलाई मध्यनजर गरेर वेलकम। हामीले अहिले यहाँ जति पनि कुरा गरिरहेका छौँ 2.5 अर्ब हुन्छ भनेर प्रति महिना दायित्व। त्यस कारणले यति